अब हामी बेलुका चाहिँ 12 बजे सरप्राइज दिन्छ। फाइनल्ली चाहिँ 12 बज्नुलाई 1 मिनेट बाँकी अनि हामी यहाँ 3 जना छौँ। पनि उठिसकेपछि मरेदेखि नसुतेको अब हामी यहाँ भिडियो बनाउँछौँ। दाजु कालो यहाँ चाहिँ भाइ सुतिरहेको थियो अनि हामी चाहिँ पहिला चाहिँ भाइलाई उठायौँ अनि त्यसपछि दाजु चाहिँ ए के गर्छन् जाडो भइरहेको छ उता जाऊ भनिदिन्छ जबरजस्ती गरिरहेको थियो अनि त्यसपछि हामीले चाहिँ ह्याप्पी बर्थडे टु यु भन्दै भन्यो। आलु भयो नि त अनि तेरो भिडियो चाहिँ कस्तो उज्यालोपट्टि राख्नु पर्दैन उतापट्टि आलु भयो नि त अनि तेरो भिडियो चाहिँ कस्तो उज्यालोपट्टि राख्नु पर्दैन उतापट्टि गोविन्द मोबाइल अठाइदे ढिलो गोविन्द मोबाइल अठाइदे ढिलो यस्तो देख्नु पर्दैन उठो 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 छ ला एउटा त गएछ म यहाँ त्यो आफैले हो ह्याप्पी बर्थडे के लु लु यहाँ बाल्नु न लु यो दिदीलाई बाल्नु आउँदैन के साह्रो रेडी साउनु त हुन्न ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु तिनीहरू चाहिँ त छन् लु काट्नेले हो चक्कु ल भाइ काट्ने लाग्यो लु केकको फोटो खिच्नु भयो केक चाहिँ टुमी भन् टुमी कतालाई याद गर्नु न ल दाजुले चाहिँ केक काट्नु भयो कतालाई याद गर्छु अनि दाजुको केक काट्दा काट्दै चाहिँ अनि हामीले त्यो 12 बजे पनि मम्मीहरूलाई चाहिँ कल गरौँ। मम्मी बाबा चाहिँ जहिले अनलाइन नै त्यो वाइफाईहरू बन्द नगरी सुत्नुहुन्छ कि बेलुका यिनीहरूले कल गर्छन् जतिखेर गरे पनि उठाउनुहुन्छ क्या हाम्रो मम्मी बाबा चाहिँ जति निन्द्रामा होस् तर हामीले कल गर्ने साथै उठाइहाल्नुहुन्छ। अनि मम्मी चाहिँ यो सानो अँध्यारो छ नि त्यहाँ चाहिँ मम्मी बोलिरहनु भएको छ अनि त्यसपछि ल ल रमाइलो गर ईश्वरलाई नि खुवाइदेऊ भन्नुभयो अनि मैले मम्मीको सट्टा चाहिँ ईश्वर दाजुलाई खुवाइदिएँ अनि त्यसपछि ईश्वर दाजु चाहिँ नदल नानी नदल मेरो अनुहारमा भन्दै हुनुहुन्छ त्यही पनि मैले अलिअलि दलिदिएको रुँदै हुनुहुन्छ फेरि